नमस्कार सम्पूर्ण हाम्रो दर्शक श्रोताहरूलाई हाम्रो युट्युब च्यानल टप वान नेपालमा स्वागत गर्न चाहन्छु। म छु भानुभक्त बस्नेत। सुपरस्टार नायक पल शाहले अभिनय गरेको चलचित्र आबाट आमा यति बेला प्रदर्शनमा आएको छ। आबाट आमा यो चलचित्र यति बेला देशभर प्रदर्शनमा रहेको छ। सुपरस्टार नायक पल शाहको मुख्य भूमिका रहेको यो चलचित्रले यति बेला भने रेकर्ड तोड्न सफल भएको छ। यो चलचित्रले यति बेला निकै नै उत्कृष्ट व्यापार गर्दै अगाडि बढिरहेको छ। यो चलचित्रका गीतहरू पनि यसअघि बजारमा रेकर्ड तोड्न सफल भएका थिए। सुपरस्टार नायक पल शाहको अभिनय रहेको चलचित्र आबाट आमामा पल शाहको एक्टिङलाई निकै नै नेपाली दर्शकले उत्कृष्ट भन्दै रुचाएका छन्। यो चलचित्र हेर्न गएका आम नेपाली दर्शकहरू भने यति बेला रुँदै फर्किएका छन्। यो चलचित्रले यति बेला राम्रो व्यापार गर्दै अगाडि बढिरहेको छ। सुपरस्टार नायक पल शाहको मुख्य अभिनय रहेको यो चलचित्र यति बेला चर्चामा रहेको छ। पल शाहको एक्टिङमाथि प्रश्न उठाउनेहरू यति बेला भने चुपचाप लागिरहेका छन्। पल शाहको मेहनत र पल शाहले गरेको कार्यको यति बेला चारैतिर चर्चा चुलिँदै गएको छ। पल शाह पछिल्लो समयमा नेपाली फिल्ममा यति बेला व्यस्त नायकको रूपमा चिनिन्छन्। कुनै समय पल शाहमाथि प्रश्न तेर्साउनेहरू भने नै रहेका छन्। नायक पल शाहको अभिनय रहेको यो चलचित्र यति बेला चर्चामा छ र आबाट आमाले यो चलचित्रले अन्य चलचित्रको रेकर्ड तोड्नेमा भने यति बेला विश्वास गरिएको छ। यो चलचित्र लगायत पल शाहको सम्पूर्ण टिमलाई शुभकामना दिन चाहन्छौँ।